सेवापीठ बराह क्षेत्र चतरा धाममा आउनु भएको छ। अनि हजुरहरू के शैक्षिक भ्रमणलाई आउनु भएको छ हैन त? 8, 9, 10 को विद्यार्थी हुनुहुन्छ रहेछ। अनि यहाँ चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ हनुमानजी विराजमान हुनुहुन्छ। भित्र पञ्चमुखी सिद्ध राम नाम रसिक हनुमानजी। त्यसैगरी विभिन्न त्यसरी बाटोहरू विभिन्न हिँड्ने मार्गहरूको व्यक्तिहरू जम्मा भएर हामीलाई ज्ञान दिनुहुन्छ। यो भनेको चाहिँ ठुलो पूर्णकुम्भ हुन्छ। सबैजना बसेर सबै संसारभरिका सबै देशभरिका व्यक्तिहरू मान्छेहरू आउनुहुन्छ त्यहाँबाट उहाँहरूले ज्ञान प्राप्त गर्नुहुन्छ। त्यहाँ उहाँहरूले जानेका कुरा अब यो बराह क्षेत्र चतरा धाम भनेर हामीले भनेका छौँ है। बराह क्षेत्र भन्दा हामीले मन्दिर मात्रै बुझ्छौँ है वास्तवमा, तर यो क्षेत्र जो छ नि बराह क्षेत्रको ठाउँ नै एकदमै सिद्ध एकदमै परम पवित्र ठाउँ हो। यो हाम्रो चाहिँ पुराणमा इतिहासमा वेद ग्रन्थहरूमा गाइएको ठाउँ एकदमै महत्त्वपूर्ण ठाउँ। अन्य धेरै ठाउँहरू छन् नि धार्मिक ठाउँहरू मन्दिरहरू मठ मन्दिरहरू धेरै ठाउँहरूमा छन्, तर अन्य ठाउँहरूमा गरेको 10,000 वर्षको तपस्याको फल यहाँ एक दिन मात्रै बसेर तप गर्दा प्राप्त हुन्छ। हाम्रो अब म पनि एग्रिकल्चर पढेको, बिएससी एग्रिकल्चर मैले सकेको। त्यसै गरी हाम्रो इन्जिनियर दाइहरू हुनुहुन्छ, सिए पढ्ने दाइहरू हुनुहुन्छ है, धेरै पढेको दाइहरू बाहिरबाट आएर बस्नुभएको छ। हजुर त यहीँ नजिकैको आफ्नै घर आँगनको क्षेत्र छ। यसको चाहिँ महत्त्व बुझेर यो ठाउँमा चाहिँ आइरहनु होला। वास्तवमा शास्त्रहरूमा यस्तो कुराहरू पनि छ। यो जुन समुद्र मन्थन चाहिँ भएको थियो नि त्यो ठाउँ चाहिँ वास्तवमा यो बराह क्षेत्र थियो। यहाँनिर नै त्यो समुद्र मन्थन भएको थियो भनेको हाम्रो असलमा हाम्रो देश हाम्रो यो जुन बराह क्षेत्र चतरा धाम भनेको अत्यन्त पुरानो पौराणिक क्षेत्र हो। यो भनेको अत्यन्त शास्त्रहरूमा पनि वर्णन पाइन्छ यसको महिमा यसको इतिहास भनेको अत्यन्त पुरानो भगवानको कालदेखि अहिलेसम्म त्यसरी धेरै नै ठुलो महिमा भएको ठाउँ। प्रार्थना गर्नुहोला। अनि यस्तो ज्ञान गुणका कुरा सिक्ने अवसर पछि गएर हजुरहरूमा कहिले प्रेरणा जाग्यो भने हजुरहरू आउनुहोला। अनि युट्युबमा हाम्रो च्यानल छ हिमालयन सिद्ध महायोग भनेर, त्यो हजुरहरूले सर्च गरेर हेर्नुहोला। त्यसमा विभिन्न कुराहरू अपलोड भइरहेको छ। त्यसमा हजुरहरू जानकार भएर नेटको माध्यमबाट पनि आश्रममा